Hello everyone, welcome back to my channel. फेरि पनि म अर्को नयाँ भिडियो लिएर आइसकेको छु। यस भिडियोमा चाहिँ हामी इमिली डिकिन्सनले लेखेको जुन कविता एकदमै धेरै एक्जाम रिलेटेड कविता पनि छ। सो इफ आई शुड डाईबाट कस्तो कस्तो खालको क्वेसन आउन सक्छ त भन्दाखेरि यस भिडियोमा हामी चर्चा गर्नेछौँ। सो मैले केही स्लाइडहरू बनाएर लिएर आएको छु। 5 मार्क्सको लागि प्राय यसमा सर्ट क्वेसनहरू सोध्ने गर्छ। तसर्थ चाहिँ डोन्ट मिस द भिडियो है त। पहिलो क्वेसन रहेको छ एक्सप्लेन द मिनिङ अफ द लाइन इफ आई शुड डाई एन्ड यु शुड लिभ एन्ड टाइम शुड गर्गल अन। यो एकदमै धेरै महत्त्वपूर्ण लाइन पनि रहेको छ। इफ आई शुड डाई एन्ड यु शुड लिभ एन्ड टाइम शुड गर्गल अन, यो चाहिँ एकदम धेरै इम्पोर्टेन्ट लाइन भएको कारणले गर्दाखेरि पनि क्वेसन सोध्ने एकदमै धेरै चान्स छ। र यो आन्सरमा चाहिँ सबै कुरा समेटेको छ। आन्सरलाई लम्ब्याएर बढाउने भन्दा पनि आन्सरमा चाहिनुपर्ने की पोइन्टहरू के छ त, केले के भन्न खोजेको छ। जस्तै अब यहाँ गर्गल अनले के भन्न खोजेको छ, यु शुड लिभले के भन्न खोजेको छ, ती कुरालाई तपाईँले ध्यानमा राखेर तिनीहरूलाई छुटाउनु भएन। तिनीहरूलाई नछुटाइकन लेख्नुभयो भने, थोरै लेख्नुभयो भने पनि तपाईँको नम्बर चाहिँ धेरै आउने गर्दछ। सो आन्सर तपाईँले यसरी लेख्न सक्नुहुन्छ। इन दिस लाइन द स्पिकर रिफ्लेक्ट्स on the idea of her own death while the person she addresses continues to live. The phrase time should gargle on uses personification and imagery to show that the life and time will keep flowing naturally, just like a stream. It suggests that the world will not stop for anyone's death, and everything will carry on as well. And the use of word gargle gives a soft, peaceful feeling, showing the speaker view death as a gentle part of life rather than something frightening. This line expresses the poet's calm acceptance of death and her understanding of life's ongoing nature. भनेर यति भनेर तपाईँले लेख्नुभयो भने गर्गलले के भन्न खोजेको छ, के देखाउन खोजेको छ त, दिस टाइम सुड गर्गल अन चाहिँ पर्सनिफिकेसन हो भनेर थाहा पाइसक्यो। त्यसलाई लेखेर तपाईँले आफ्नो कपी सबमिट गर्नुभयो भने तपाईँले चाहेको जति मार्क्स आउन सक्छ। सो क्वेसन नम्बर सेकेन्ड मोस्ट इम्पोर्टेन्ट अर्को रहेको छ, हेरौँ है त। डिस्क्राइब द स्पिकर्स एटिट्युड टुवार्ड डेथ इन द पोएम। स्पेसली यो पोएमको थिममा नै हामीले चाहिँ यो चाहिँ डेथसँग रिलेटेड बढी छ भनेको छौँ होइन। लाइफसँग पनि छ तर बढी चाहिँ डेथसँग बढी भएको छ। सो स्पिकरको एटिट्युड कस्तो छ त त्यो डेथसँग चाहिँ भनेर हेर्दाखेरि चाहिँ इन दिस पोएम इफ आई शुड डाई बाई इमिली डिकिन्सन द स्पिकर्स एटिट्युड टुवार्ड डेथ इज काम। फर्स्ट त यो चाहिँ मेन वर्ड हो, काम, एक्सेप्टिङ एन्ड थटफुल। सी डज नट फियर डेथ अर ट्रिट इट एज समथिङ ट्राजिक होइन। उसले चाहिँ अरूले जस्तो डेथ चाहिँ अब ठुलो विशाल पहाड भनेर भन्दैन होइन, ट्राजिक छैन भनेर भन्छ, त्यसरी ट्रिट गर्दिनन् उनले। Instead, she sees it as a quiet departure while the world around her continues to function normally. She imagines that after her death, the morning will still shine, the noon will still burn, the birds will keep singing. This shows that she understands life goes on even after someone dies. The tone of the poem is peaceful and reflective, suggesting that the speaker is at ease with the idea of death. Dickinson represents death not as an end but as a natural, gentle part of the cycle. यो भनेको नि एकदमै धेरै महत्त्वपूर्ण पार्ट हो। यो डेथ एन्ड बट एज नेचुरल एन्ड जेन्टल पार्ट अफ लाइफ साइकल। यो अनि त्यस पछाडि डेथलाई के भनेको छ, यति कुरालाई भित्र पनि समेट्नु पर्ने छ, काम, एक्सेप्टिङ एन्ड थटफुल। अनि सी डज नट फियर अर ट्रिट इट एज समथिङ ट्राजिक। अरूले के गर्छन्, डेथदेखि डराउँछन्, तर उसले के गर्छन्, डेथबाट डराउँदैनन्। यो त बस एउटा के हो त, क्वाइट डिपार्चर हो। ऊ मरे पनि वाइल द वर्ल्ड एराउन्ड हर कन्टिन्युस टु फङ्सन्स नर्मली। सो ऊ चाहिँ डेथलाई हेर्ने तरिका उसको अरूभन्दा फरक छ होइन। उसले चाहिँ डेथलाई चाहिँ सबै कुरा इनको लागि हेर्दैनन्। यो त एउटा के भन्छ नेचुरल लाइफ साइकल्स हो। ऊ मरेपछि अरू नयाँ पुस्ताहरू पनि आउँछन्,
भनेर भनेको छ। वास्तवमै भन्दा पनि हो पनि, किनभने अहिले इमेल डिक्किन्सनको पनि डेट भइसकिसक्यो, तर यो समय चलिरहेको छ होइन, विश्व चलिरहेको छ, विश्व रोकियो त रोकिएन नि। चराहरूले गाइरहेको छ, मौरीहरूले मौजमा गरिरहेको छ, स्टक मार्केटहरू छलाङ मारेर अगाडि बढिरहेका छन् होइन। मान्छेहरू रुएर कराएर हुँदैन, उनीहरू आफ्नो बाटोमा लागिसकिसकेका छन्, आफ्नो काम गर्न थालिसकेका छन्। सो डेथ भनेको चाहिँ इट्स नट अ बिग डिल क्या, यो चाहिँ एउटा नेचुरल साइकल हो भनेर चाहिँ भनेको चाहिँ हामीले यसलाई चाहिँ एक्सेप्ट गर्न सक्नु नै सबैभन्दा ठुलो कुरा हो भनेर भनेको छ। यो चाहिँ एउटा तितो सत्य पनि हो। सो सेकेन्ड क्वेसन यो भयो पोसिबल। नेक्स्ट क्वेसन रहेको छ, हाउ डज इमिली डिकिन्सन युज नेचर टु एक्सप्रेस हर आइडियाज इन द पोएम? आन्सर रहेको छ, In If I Should Die by Emily Dickinson uses elements of nature to reflect the ongoing and cyclical nature of life and death. She mentioned the morning and the noon, both of which symbolize the passage of time and the continuation of life even after death. The reference to bird यिनीहरू भनेको चाहिँ नेचरको है अब सिम्बलहरू। Birds further emphasizes the idea that life will persist and nature will remain unaffected by individual death. एउटाको डेथले नेचरलाई केही पनि फरक पर्दैन भन्ने कुरा बर्ड्सले जति बेला गुण लगाइरहन्छ नि मान्छे मरेको बेला त्योबाट थाहा हुन्छ। The natural imagery of this daily occurrences, morning, noon, and birds creates a sense of calm and continuity, suggesting that death is just one part of the nature cycle, not something that disrupts the flow of life. Through these elements, Dickinson conveys a peaceful acceptance of life, reminds the reader that will continue much like nature does regardless of one's passing भनेर लेख्नुभयो भने तपाईले चाहे जतिको मार्क्स आउन सक्छ। सो यो पनि इम्पोर्टेन्ट रहेको छ, तर अगाडिको दुईटा चाहिँ योभन्दा बढी इम्पोर्टेन्ट रहेको छ। यसमा छुटाउन नहुने वर्डहरू कुन कुन हो त भन्दाखेरि एउटा भनेको मर्न, यो नेचरको कुरा पार्ट भयो, अर्को भनेको नोन, अर्को भनेको बर्ड्स, अर्को भनेको यो बर्ड्स, त्यस पछाडि तपाईँले थप्न सक्नु भनेको तपाईँले बीज थप्न सक्नुहुन्छ, BEES बीज तो मौरीहरूको थप्न सक्नुहुन्छ है त। र अर्को भनेको चाहिँ के छ भन्दा चाहिँ सर्ट समरी अफ द पोएम। सर्ट समरी अफ द पोएम सोधिहाल्यो भने यो सर्टलाई पढेर तपाईँले दिन सक्नुहुन्छ। सो यहाँनिर चाहिँ के भनेको छ भन्दा चाहिँ छोटकरीमा लेखेको छ, यसमा सबै कुरा समावेश गरिएको छैन, जस्ट सर्ट हो 5 मार्क्सको लागि। If in Emily Dickinson's If I Should Die, the speaker reflects on the idea for her own death and how life would continue for others after her passing भनेर लेखि सुरु गरेको छ। सो यो समरी सुन्नको लागि चाहिँ तपाईँले चाहिँ सुरुमा मैले भिडियो बनाएर हालिसकेको छु, इफ आई सुड डाईको इमिली डिकिन्सनको पोएमको भिडियो, त्यसलाई पनि हेरेर तपाईँले चाहिँ समरीलाई चाहिँ थप पोएमलाई नि मजाले बुझेर समरीलाई पनि आफूले बनाउन सक्नुहुन्छ र यसलाई पनि एकचोटि हेर्न सक्नुहुनेछ है त। भन्दै सर्ट समरीको साथमा म अब बिदा हुन चाहन्छु। यति बेलासम्म हेरेर बस्नुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। र यदि तपाईँलाई कुनै पनि प्रकारको अप्सनल इङ्ग्लिस सम्बन्धी केही समस्या छ भने, क्वेसनहरू छ भने तपाईँहरूले मलाई कमेन्टमा सोध्न सक्नुहुनेछ। र यदि यस भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला है त। धन्यवाद।